त्यसै साथै हामी पार्कभित्र इन्ट्री भइसकेको छ गाइज छिटो हिँड्ने अरे खाना भेट्छ अरे के छ छिटो जानु पर्यो अरे त्यसो भए श्यामजी त्यहाँ हुनुहुन्छ पार्क के कसो छ भिजिट गरौँ है यहाँ भिडियोमा त मैले पानी बगेको हुन्छ देखिरहेको छैन त्यस्तै अब पर्खाइमा छु है म तिनीहरूको पर्खाइमा छु कतिखेर आउँछ नि हेरौँ कहाँ छन् कताबाट गयो ए त्यहाँ गइसकेछ अगाडि चाहिँ म पर्खिरहेको थिएँ हाम्रो मिसन मासु हो गाइस मिसन मासु ए लौ न पानीले त खाना हुन्न पढ्यो गाइस मलाई कहाँ हराएका यहाँ भोक लाएर म मर्न थालेँ छिटो आयो त भोक लाग्यो मलाई एकदम सन्चै छु राम्री भए के चालु त मित्र के भन्न चाहन्छौ के भनौँ क्या केही भन्दैन भन न सिधै नमस्कार हजुर सन्चै हुनुहुन्छ नमस्ते सन्चै हुनुहुन्छ हाम्रो हेन्सी सर हेर्नुहोस् यता पनि सर हुनुहुन्छ हाम्रो पवनजी के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु भने 1000 रुपियाँको पैसा अब यहाँ उठाउने अब मासु खाएर उठाउने अरे मेरो त प्लास्टिक कता गयो भयो जुङ्गा मसारिदिनु पर्यो भनेर यता कता गयो राम्रो भएछ जुङ्गा चाहिँ यता पनि छ है जुङ्गा चाहिँ ल त्यहाँ त थाल थापिसक्यो त लौ न यस्तो कुरो ल त्यहाँ त थाल थापिसक्यो त लौ न यस्तो कुरो गाइज यहाँ उ गरिसके चाहिँ थाल लिएर दुग्रिसक्यो अनि कता कता हो मलाई देख्छु यहाँ अगाडि रहेछ तर बिचको लाइनबाट जान्छु अगाडि ल गाइज हामी बिचबाट जाँदैछौँ यताबाट मासु आइरहेको छ मासु सर मासु खाने कि नै खाने नन भेज हो नन भेज पनि हो भेज पनि हो ए दुइटै हो सर भिडियो बनाइदिनु गरेर म भोलाकोमा बिचा छिर्न खोजेको सरले धक्काले मलाई त्यही भएर प्रतीक सर त गएर खाइ पनि सकेछन् हो प्रतीक सर कतिखेर हो भेजहरू यता छन् अरे केही नखाने भेज के कस्तो छ हेरौँ है त भेजमा के छ हेरौँ त क्रिस्टल के छ भेजमा कहिलेदेखि भेज भयो म बुधबारको लागि ए त्यसो ठिक छ भेजमा के हुन्छ भन्दाखेरि यता भुजा भात पनि नखाने त्यस्तो भेज भयो ओहो सुरत त भात पनि नखाने अरे नमस्ते म्याम यो त चिकन चिल्ली चाहिँ देख्छु त भेज भने होइन ए बा तिमी कहिलेदेखि भेज भयो म त पहिलेदेखि हो र अब भुजा खाने भुजा चिउरा पनि छ म्याम यो त भेज भने होइन यो त चिकन चिल्ली चाहिँ छ त ए पनिर चिल्ली हो अनि चिन्न गाह्रो भएछ कि म्याम हामी चाहिँ सबसे राम्री म्याम यही हुनुहुन्छ चिया ल चिया कसले खाने तिमीहरू पछाडि किन बस्यो सकिन्छ अब हाम्रो सरलाई पहिला खिलाउनु पर्यो है तपाईँले खानु पर्यो कि पहिला तपाईँले नखाएसम्म हामीले नखाने भ्लगमा देखाउनु पर्यो नि सरलाई माया गर्छन् भनेर मित्र के छ खानी कतिको तयारी छ भोक लाग्यो कि नै यस्तो दामी खानी हो नि यस्तो दामी खानी बबाल खानी हो एकदम अर्को भिडियो ल स्टार्ट भयो भोर दिने हो खै प्लेट खै कहाँ गयो तिनीहरू पछाडि छन् अझै पछाडि छन् है लाइन चाहिँ लामै छ खाना चाहिँ थोरै छ गाइज म पछिबाट आएको मान्छे थालेर बसेछु यिनीहरू त्यस्तै छन् एक्सक्युज मी गाइज यिनीहरू मभन्दा अगाडि आएका हुन् यिनीहरू म टाटो बाटो हुन पर्छ कि टाटो बाटो सर हेर्नु त लुट्न खोज्छन् मलाई यहीँदेखि कहाँ बस्ने हो गाइज म स्पट खोजिरहेको छु बस्नको लागि उचिलेर दुगुरे अब चाहिँ खाना खानु हो सेट तिनीहरू चाहिँ मभन्दा कति ढिलो आउने म त पछि गएर गएँ त्यसरी मिलालेर है खानु चाहिँ पऱ्यो के कस्तो हुन्छ चाख्नु चाहिँ पऱ्यो
दिएको हामीसँग सबैलाई सिक अनि मकै दिन दिएको गोटा पनि खानु पर्यो भात एक्सपेक्ट गरिरहेको थिएँ यहाँ भुजा र चिउरा खाऊ एउटा नभएका तिनीहरूको पाएर चाहिँ मैले खाएर भएपछि बल्ल आउँदा सोधा सादा पऱ्यो आफू पऱ्यो टाठो आए उताबाट आइरहन्छ मसँग लाइनमा लाग्यो क्या अझै पनि लाइनमा खानु म भलक बनाउँदै गरेर बिचरा छिर्दै लिएर आएँ पुग्रेको खाना यस्तो भइहाल्यो यो चिकन हो अरे मासुको नाममा चिकन हो कि के भन्दै थियो तिम्रो के हो यति सोझो म थप्न जाने बेला भयो यो केटीलाई हेर्नु त म हेर त हो यस्तो हुनपर्छ हो यतिको चाहिँ मेरो पनि हेर्नु अब कान्छी खै तिमीले खाने र अनि भेज त छ त उता कति नाटक देखाएको यो चत्तिका देवीको हेर्नु जो यहाँ हेर्नु यो केटीले मुसोले खाँदै खाइयो कहाँको खाना लिएर आउन रश्मि खाना लिएर आइज कति गोरो देखेको म गाइस भर्खर गाइस स्प्राइट कोक यता हेर्दै नजाऊ फेन्टा स्प्राइट भयो कति धेरै हो आइरहेको छ गाइस जन यिनीहरू मलाई पानी लिन पठाउँदै थियो अब मैले यिनीहरूलाई कि कोक ल्याइदिन्छु के खाने हो कोक यिनीहरूले खाना हेर यहाँ यसले सर्टमा त्यसले हातमा यिनको मुखभरि लाउँछ त थाहा भएकै कुरा हो ल गाइस यिनीहरूले यहाँ छोडेर म चाहिँ गयो त्यही त प्याजको पनि यत्रो मुहा नअट्ने चुक्काल फुल्ने लाग्यो छिटो खाएर कति लिने दाम भन्ने भयो कहाँ गयो रश्मि अचार चाहिँ मिठो रहेछ जान्छु बुझेर खाने यही सकेछ नि त्यही भएर गाइज म चाहिँ थप्नु जाँदैछु चिकन चिल्ली र ऊ चाहिँ थप्नु जाँदैछु सर हालिदिनुहोस् न धर्म हुन्छ इर्पा सक्यो त सबै ल हामी चाहिँ थपेर आइसक्यो फेरि पनि तोड्न खानु पर्यो नि त पैसा निकाल्नै पर्यो अझै थप्न जाइयो मलाई आत्तुरी भयो जानलाई ल गाइस हामी चाहिँ अब फोन चार्ज गर्न हिँडेको साधनाहरूमा यिनीहरू खन्चुवाहरू दुईचोटि थपेर खाइसक्यो मान्छे कहाँ गएर के गरिसक्यो हामी यहाँ गाइस हामी चाहिँ कलर खोज्दै हिँडेछौँ भनौँ अब बरु गाइस हामी चाहिँ कलर खोज्दा हिँडिरहेछौँ र हामी कलर नभएर हामी अटोवाला अङ्कलसँग कलरहरू दोकानसम्म लिफ्ट लागेको भनौँ अङ्कल पैसा ल थ्याङ्क यू अङ्कल ल गाइस हामी कस्तो मान्छे कि हामी कलर लिएर टुङ दौडिने हो कलर भन्नु प्लिज एउटा मात्र होइन छ त्यो देखाउनुको लागि मात्र हो कि गाइस यिनीहरू प्रसव छ यिनले एप्रोन लगाएर एप्रोनमा थियो हामी सर्टमा थिएन सबले फोटो खिच्यो अनि भिडियो बनाएन हामी केक पर्खेर बस्यौँ गाइस हामी फाइनली फेरि हाम्रो स्पोर्टमा होइन अनि प्रशंसाले स्यामको सर्टमा लेख्ने कि थ्याङ्क यूमा लेखिरहेको सर्टमा प्रकृतिले अंशको साथमा लेख्दैछ अंशहरूलाई चाहिँ के हुन सनल गाइजहरू सबले लेखिरहन् मलाई छुटाइरहन् म त क्यामेराम्यान भएको त यता गयो
कसैले छैन मेरो साथमा सबै आफ्नै दुनियाँमा फाइनली हाम्रो केक कटिङको टाइम भएको छ न मजाले है नै सबै बस्यो यहाँ केक काट्न भन्छ टिचरहरूसँग नि अर्को महिना छ एन्ड हियर वी गो प्रत्येक क्लासको आफ्नो विशेषता छ मैले त्यसमा चाहिँ अधिकांश भाइ बहिनीहरू अत्यन्त फ्यामिली हो एकदमै माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर ओ म हेर्छु मेरो जुन तिम्रो नजर हो चिनारे Yes, boys.